Welcome to another episode of Diaspora Diaries with Karina, first generation Nepali youth in Australia. On today's episode, I have a very motivating and exciting guest with me. The visionary man behind Extra Tech and Extra Tech Oval Cricket Stadium, Binod Kumar. Thai, welcome to the episode. Thank you so much. खास मैले चाहिँ एउटा प्रोजेक्ट जसरी चाहिँ यो पडकास्टलाई चाहिँ चारवटा सिरिजमा डिभाइड गरेर स्टार्ट गरेको. सो अस्ट्रेलियामा भएको भएर चाहिँ वाइ नट स्टार्ट इट विथ अस्ट्रेलियामा हुनुहुने फर्स्ट एन्ड सेकेन्ड जेनेरेसन नेपाली युथ इन अस्ट्रेलिया भनेर चाहिँ सञ्चालन गरेको. अनि फर्स्ट जेनेरेसनमा चाहिँ यहाँलाई पनि यहाँ आइदिनु भयो, त्यसको लागि चाहिँ म आइ एम भेरी अनर्ड. अनि वेलकम टु द सो. थ्याङ्क यू सो मच. म पनि यसको पार्ट हुन पाएकोमा एकदम खुसी लाग्यो. ओके, सो मलाई फर्स्टमा चाहिँ एकदम हजुरको मैले हजुरलाई चिनेदेखि नै होइन, जहिले भेट्दा पनि हजुर एकदमै व्यस्त, 20 मिनटको टाइम पनि यहाँलाई एकदमै महत्त्व राख्छ. सो मलाई फर्स्टमा चाहिँ हजुरलाई टाइम चाहिँ के हो जस्तो लाग्छ? अब अहिले मेरो कन्डिसनमा हेऱ्यो भने त सबै चिज, पैसा, इज्जत, सबै चिज चाहिँ समय नै हो. किनभने यति धेरै कामहरू गरिरहेको छ, यति धेरै ठाउँमा हात हालिरहेको छौँ. 10-15 मिनट 20 मिनट भनेको त एकदमै ठुलो कुरा हो. र मैले यहाँ आएदेखि चाहिँ यसको एकदम इम्पोर्टेन्ट बुझेँ. एउटा टाइम मैले गुमाएँ भने मैले पैसा र इज्जत दुइटै गुमाउँछु. त्यही भएर यति इम्पोर्टेन्ट छ मेरो लागि चाहिँ समय नै सबैभन्दा ठुलो कुरा हो. र मैले सुरुमा नै सोध्न चाहेँ, विनोद कुँवरको चाहिँ दैनिकी भनौँ न, अ डे इन योर लाइफ चाहिँ कस्तो हुन्छ? मलाई एकदम इन्ट्रेस्टिङ लागिरहेको थियो क्या सोध्नको लागि चाहिँ. अब म चाहिँ एकदमै कम सुत्ने मान्छे. ओके. मेरो बिहान उठेपछि मेरो खास चाहिँ अब मेरो पढाउने काम गर्छु धेरै चाहिँ. तपाईँले भनिसक्नु एक्स्ट्रा टेक हाम्रो चाहिँ ट्रेनिङ प्रोभाइडर हो, ट्रेनिङ दिन्छौँ. मैले 3टा टाइम जोनमा चाहिँ काम गर्नुपर्छ. स्पेसली म अस्ट्रेलियामा बिहानको 7 बजे चाहिँ उठ्नै पर्छ. बिहान अलिकति ढिला उठ्छु. 7 बजे उठेपछि क्लासहरू सुरु हुन्छ 7:30-8 बजेदेखि. 4-5 घन्टा पढाउने, फेरि अफिसको काम, त्यसपछि 4-5 बजेसम्म फेरि अफिस हुन्छ, फेरि साँझको क्लास हुन्छ. अनि फेरि नेपालको क्रिकेट स्टेडियम लगायत एनआरएनए अरू हरेक चिजहरू रातिको 1:30-2 चाहिँ बज्छ मेरो. यताउता गर्दा 3-2:30 त मेरो सुत्ने बेला हुन्छ. लगभग 18देखि 20 घन्टा मेरो दैनिकी चाहिँ काममै जान्छ. अनि यो मोटिभेसन चाहिँ कसरी आउने रहेछ दादा? अब मोटिभेसन भन्दा पनि यो गर्नै पर्छ. अब हामी कसै न कसैको लागि इक्जाम्पल त बन्नै पर्छ. कुनै न कुनै व्यक्ति कसैको लागि एउटा मार्गदर्शन बन्न सकोस् भनेर नै मैले पनि आफ्नो चाहिँ सबै कुराहरू माया मारेर काम गरिरहेको छु. सायद मेरो देखेर कुनै दिन चाहिँ यस मैले पनि यति मिहिनेत गरेँ भने त केही न केही हुन्छ भन्ने दिन आओस् भन्नको लागि हो. मोटिभेसन भन्दा पनि अब इन्करेजमेन्ट सबै लिएर देशको लागि, आफ्नो लागि, समाजको लागि लागिरहेको छु. फर्स्टमा चाहिँ म बाल्यकालबाट जान्न चाहेँ. बाल्यकालको बारेमा मैले आफैले पनि रिसर्च गर्दा पनि खासै त्यति साह्रो भेटिनँ होइन. पर्सनालिटी वाइज पनि अब बाल्यकालमा कस्तो हुनुहुन्थ्यो? अहिले त अब धेरै हुन्छ नि एकदमै भिजनरी. अब नेपाली युथ, नेपाली सारा देशकै लागि चाहिँ एउटा इन्सपायरिङ होइन पिल्लरको रूपमा चाहिँ मैले हजुरलाई देखेको छु. बच्चा बेलामा पनि त्यस्तै ठुला ठुला सपनाहरू देख्नुहुन्थ्यो कि कस्तो थियो बाल्यकाल चाहिँ यहाँको? हामी चाहिँ गाउँमा जन्मेको भएर त्यति बेला त्यस्तो फोटो भिडियोहरू हुने भन्ने त कुरो भएन. म चाहिँ गुल्मीको एकदम पश्चिममा जन्मेको. तर त्यति बेला मेरो कपाल चाहिँ अलिकति खैरो खैरो टाइपको थियो. अनि धेरैले चाहिँ यो अमेरिका जान्छ, अमेरिका जाने टाइपको छ भनेर सानैदेखि चाहिँ मलाई चाहिँ विदेशकै लागि हो भनेर चाहिँ गाउँकाले आफन्तीहरूले जिस्काउनु हुन्थ्यो. र मलाई पनि प्लेन उडेपछि जे होस् म विदेश चाहिँ जान्छु एकपटक भन्ने लागेको थियो. तर अब पहिला पनि पढाइमा चाहिँ एकदमै ट्यालेन्ट हो. म एकदमै मेहनत गर्थेँ. क्लासमा पनि फर्स्ट सेकेन्ड थर्ड त कहिले पनि छुटेन. हार्डवर्किङ पनि त्यस्तै. अनि पहिला पनि इन्जिनियरिङ पढ्दा पनि हेलिकप्टर पनि बनाएकै हो होइन, उडाउन धेरै नसके पनि. जे होस् मलाई केही न केही गर्न चाहिँ एकदम पहिलादेखि मन पर्थ्यो र मलाई एकदम ठुलो बन्न मन थियो. मैले त्यति बेला पनि डक्टर, इन्जिनियर, पाइलट नेपालमा सबैभन्दा ठुलो मान्ने. मलाई यो 3टा मध्ये एक न एक बन्छु भनेर मैले धेरै कुराहरू सेक्रिफाइस गरेर इन्जिनियर चाहिँ भनेको हो. त्यो पनि सानैदेखि जे होस् केही गर्नुपर्छ भन्ने यसै आएको. अब त्यस्तो त थिएन, तर पनि मनमा चाहिँ केही ठुलो मान्छे बन्नुपर्छ भन्ने चाहिँ थियो. त्यो हुने बिरुवाको चिल्लो पात भन्छन् नि, त्यति पनि होइन. तर हाम्रो हाम्रो चाहिँ अब गाउँतिर त्यो इन्डियन आर्मी, नेपाल आर्मी त्यस्तो भर्दै हुने नै थियो. तर मैले त्यसलाई चाहिँ चिरेर पढाइमा चाहिँ मैले फोकस गरेँ. त्यो भएर म आफै पनि यस्तो बनाउला भनेर गरेको त होइन, तर भइदियो. त्यो भएर गाउँमा नै
पढाइ सक्नुभयो? मैले एसएलसीसम्म चाहिँ उही गाउँमा दिएँ, त्यसपछि +2मा चाहिँ सदरमुकाममा आएँ। इन्जिनियरिङ चाहिँ मैले बुटोलबाट गरेँ अनि त्यसपछि अस्ट्रेलियाको यात्रा तय हुन्छ। सो के थियो सोच हुन्छ नि अस्ट्रेलिया आउनुभन्दा अगाडि? उता इन्जिनियरिङ पढाइ सकेर काम पनि गरिसक्छ थियो कि कस्तो? गरेन, म अस्ट्रेलिया आउने सोच चाहिँ नभएको मान्छे हो। मलाई खासै मनपर्ने देश त्यति बेला चाहिँ होइन। हजुर। मलाई युएस एकदमै धेरै मनपर्ने, अनि युएस ट्राई गरेँ तर मैले 3 पटक चाहिँ रिजेक्ट खाएँ। 3 पटकसम्म चाहिँ युएस ट्राई गरिराख्नु भयो? 3 पटक इन्टरभ्यू फेल भएपछि अब लास्ट अप्सन चाहिँ अस्ट्रेलिया जाउँ भनेर यता आएको। तर अहिले चाहिँ मलाई एकदम आफूलाई नै भाग्यले, त्यति बेला त अब भाग्यले दुःख दियो जस्तो लाग्थ्यो, तर अहिले चाहिँ राम्रै कुराको लागि चाहिँ यता लिएको रहेछ जस्तो लाग्छ। अनि भनेपछि कुन सालमा चाहिँ हजुर अस्ट्रेलिया? म 14 को मार्च 9मा चाहिँ म अस्ट्रेलिया ल्यान्ड भएको। पढाइकै सिलसिलामा आउनु भएको? मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी इन्जिनियरिङ गरेको मान्छे यता चाहिँ आइटी पढ्न सिक्किम युनिभर्सिटीमा 2014 देखि 15 को ब्याच। त्यो समयमा जाउँ न, फर्स्ट जब अथवा त्यो एक्सपेक्टेसन हुन्छ नि, के सोच्नु भएको थियो र यहाँ आउँदाखेरि कस्तो पाउनुभयो? अनुभूतिहरू कस्तो थियो अस्ट्रेलिया आउँदा? पुरै युटर्न। म इन्जिनियरिङ गरेको, मलाई के लाग्थ्यो, मेरो त्यति बेला आफन्ती पनि कोही थिएन, साथीभाइ पनि अस्ट्रेलिया आएको कोही थिएन, त्यो मलाई थाहै भएन यहाँ कस्तो हुन्छ। मैले त्यो सोध्न लागेको थिएँ एयरपोर्टमा कसले लिन आयो, किनकि यात्रा त एयरपोर्टबाटै सुरु हुन्छ होइन? मेरो अलिकति अचम्मैले नै भिजा आएको। मैले चाहिँ अस्ट्रेलिया एप्लाई नगर्ने भनेर बसेपछि कन्सल्टेन्सीले होइन अब अरू नभए पनि यहाँ भए पनि गर्नुपर्छ भनेर भिजाहरू एप्लाई गरिदियो। मैले चाहिँ डिफर लिएको थिएँ, भनेको यो सेमिस्टर जान भ्याउँदिनँ होला, अर्कोमा जान्छु भनेर बसिरहेको थिएँ। अनि बुटोल फर्किने बेलामा चाहिँ मलाई बाटोमा फोन गरेर अब त्यो मेडिकल गरेर जानुपर्ने नै भयो। अनि मेडिकल गरेको, मेडिकल पुग्नको दिनै भिजा चाहिँ आउँछ भनेर मेरो भोलि भिजा आउँछ, अघिल्लो राति चाहिँ के अरे इन्डियाबाट फोन गरेर हाई कमिसनबाट भोलि चाहिँ टिकट लिनु भनेको थियो। अनि जुन दिन भिजा आयो त्योभन्दा अगाडि मैले प्लेन टिकट किनेको थिएँ कि भिजा आउनु चाहिँ अर्को दिन 10 बजीसम्म कुर्नु पर्थ्यो। मैले चाहिँ बिहानै हामीले कन्सल्टेन्सी लगाएर 7 बजे नै टिकट लिएका थियौँ, त्यसैको बेलुकी चाहिँ हिँडेको। भनेको मलाई चाहिँ एक दिन पनि सपिङ गर्ने टाइम पनि मैले पाएन। अनि त्यो भएर यहाँ आउँदाखेरि चाहिँ को मान्छे लिन आउने अथवा आफन्त को छ भन्ने त्यो थाहा थिएन, कहाँ जाने कहाँ बस्ने पनि थाहा थिएन। अनि एकजना कन्सल्टेन्सीले चिनेको दाइले चाहिँ हाम्रो चिनेको भाइहरू छ पिकअप गर्न चाहिँ आउँछ भनेर अननोन पर्सन चाहिँ एयरपोर्ट पिकअप गर्न जानुभएको थियो। जे होस् मेरो लागि चाहिँ कम्प्लिटली नयाँ, न एउटा साथी थियो न चिनेको आफन्ती कहीँ पनि थिएन, कम्प्लिटली न्यू हो मेरो लागि अस्ट्रेलिया त्यति बेला। फर्स्ट जब एक्सपिरियन्स कस्तो थियो? फर्स्ट जब मेरो मैले चाहिँ हाम्रो गाउँतिर ऋण लिने भन्ने चलन थियो। हामी 36% भनेको म्यासिभ हो। मैले त्यति बेला लगभग 17 लाख जति खर्च भएको थियो। अनि 36% भनेको म्यासिभ ऋणमा लिएर आएको थिएँ। तर अब यहाँ आएर काम खोज्न थालेँ, इन्जिनियरिङको काम खोज्न सुरु गरेँ। पहिला त पाउँछ होला भनेर त्यो पाउँदो रहेनछ अथवा मैले जानिनँ। त्यसपछि हाउसकिपिङ गम्ट्री चलेको थियो हाम्रो पाला, गम्ट्रीमा गएर हाउसकिपिङ क्लिनिक सबै खोजियो, कहाँ पाएन। अनि मैले यहाँ बसेर नेपाल विदेश भएका कोही आफन्ती चिनेका छन् भने उताबाट कोही मान्छेलाई भनिदिएर हुन्छ कि भनेर मैले 45-50 दिन चाहिँ त्यही काम मात्रै गरेँ, पाएन। अनि लगभग 65 दिनपछि मैले एउटा हाउसकिपिङमा चाहिँ उल्टो पे गरेर आफूले उल्टो पैसा दिएर $250 तिरेर अनि 1 हप्ता फ्रीमा ट्रेनिङ गरेर मैले हाउसकिपिङ सुरु गरेको। हाउसकिपिङ सुरु गर्दा मेरो फोर्थ नाइटको सुरुको स्यालेरी $68 आएको थियो, त्यो सबै काटेर। सो हजुरले त उल्टो पे गर्छौ ट्रेनिङ लिनको लागि, हाउसकिपिङको ट्रेनिङ लिनको लागि? इन्जिनियर मान्छे होइन, पुरै युटर्न भयो भर्खर अस्ट्रेलिया आउँदा। अनि मनमा के आउँथ्यो हुन्छ नि? अनि हाउसकिपिङ अलिकति गाह्रो, फिजिकल्ली चाहिँ गाह्रो भनेर पनि भन्छन् होइन? अब अप्सन नभएपछि सजिलो मान्नु पर्यो। त्यति बेला अब साथीभाइको चिनेको मान्छे थियो र उनीहरूले चाहिँ अरू ठाउँमा काम पाए, मेरो त एउटा पनि चिनेको थिएन। अनि त्यो गर्दाखेरि त्यही पनि मेरो लागि ठुलो कुरा भयो। त्यो भएर मैले हाउसकिपिङ लगभग 2.5 वर्ष त म रुमै सफा गर्ने काम गरेँ। त्यसपछि चाहिँ मलाई हाउसम्यान भयो। 4 वर्षको यात्रा मेरो चाहिँ हाउसकिपिङमा नै गयो। यसो 4 वर्ष चाहिँ हाउसकिपिङमा नै गर्नुभयो। के सोच आउँथ्यो दादा हाउसकिपिङ गर्दा? मलाई पहिलो सोच चाहिँ यति आएको ऋण तिर्न पाएँ फर्किन्थेँ भन्ने थियो। यहाँ बसेर पनि मलाई युएस जान फेरि धोको पुगेन र मैले फेरि यहाँ गएर पनि एप्लाई गरेँ, यहाँबाट पनि रिजेक्ट खाएँ।
ए भनेपछि युएस जाने दुःखको चाहिँ धोका अझै चाहिँ पुगेको थिएन किनभने मलाई जे सोचेर म यहाँ आएको थिएँ पढेर युनिभर्सिटी टपाउला अथवा खत्रै बन्छु भनेर त्यो चाहिँ कलेजमा पाएन त्यस्तो टिचरहरूमा पनि त्यो लेभलको मैले देखिनँ अनि त्यसपछि म चाहिँ पुरै काम गर्न थालेँ ऋण तिर्छु अनि बाआमाको सपना एउटा घर बनाइदिन्छु त्यसपछि म अस्ट्रेलिया बस्दिनँ होला भन्ने नै थियो म फर्किन्छु अथवा अरू देश जान्छु भन्ने थियो त्यही उद्देश्य चाहिँ आएको ऋण तिर्ने र एउटा बुटलमा घर बनाउने यो मध्यमवर्गीय परिवारबाट आउँदाखेरि ठुलो सपना देख्नु अनि पुरा गर्न सकिन्छ भन्ने कुरा कतिको हजुरलाई कस्तो लाग्छ यो कुरा यसमा चाहिँ फ्यामिली प्रेसर आफूलाई प्रेसर अनि एउटा पढिसकेपछि इन्जिनियर भएको छोराले यति गरिदियोस् भन्ने चाहिँ एउटा सोसाइटीको पनि प्रेसर हो अब हाम्रो प्रायः जस्तो पाहाडमा हुनेको लागि चाहिँ सबैभन्दा ठुलो सपना भनेको बुटलमा एउटा घर बनाउनु हो बाआमाको ड्रिमै त्यही थियो त्यही ड्रिम पुरा गर्नको लागि म अस्ट्रेलिया आएको मेरो उद्देश्य त्यति मात्रै थियो त्योभन्दा माथिको त सोचाइ नै थिएन कि एउटा कुनै दिन सकिएछ भने तराईमा घडेरी किनेर घर बनाइदियो भने बाआमाको धोका पुरा हुन्छ त्यसपछि आफ्नो धोका यो चाहिँ अब आफ्नो भन्दा पनि त्यति बेला चाहिँ फ्यामिलीको प्रेसर हो फ्यामिली अथवा फ्यामिली भन्दा पनि फ्यामिलीलाई पनि सोसाइटीको प्रेसर छोरा पढाएपछि चाहिँ यस्तो गरिदिनुपर्छ भन्ने प्रेसर यो चाहिँ खास कम्युनिटी हाम्रो इभन कन्ट्री र सोसाइटीको प्रेसरले गर्दाखेरि पनि आफ्नो सबै कुराहरू माया मारेर यसमा लाग्नुपर्दो रहेछ कहिले लाइफमा यस्तो एउटा पोइन्ट आयो अब म सक्दिनँ थाके हुन्छ नि अब गिभअपै गर्छु एकदम फ्रस्ट्रेट हुन्थ्यो अब अहिले पनि देखिरहेको छु म एनआरएम लागेपछि धेरै भाइ बहिनीहरू पनि त्यस्तै हुन्छ त्यो चाहिँ नर्मलै हो अब उता एकदम ऋण लिएर आएको अनि त्यो इन्ट्रेस्ट रेट चाहिँ एकदम डबल भइरहने अनि घरको लागि पनि चाँडो बुझाउन पाएँ भन्ने हुन्थ्यो आफूलाई यहाँ खाने खर्च हुँदैन थियो उता कसरी पैसा पठाउने भाडा पछि त म रुम पनि पाएन म ट्रेनमा धेरै सुतेँ होइन म लवक हेऱ्यो भने 28-30 रात त म ट्रेनमै सुतेको छु होइन आफूले त्यो कुरा घरलाई सुनाउन पनि भएन छोरोले त अस्ट्रेलिया गएको छ पैसा पठाउँछ भन्ने मात्रै हुन्छ घरको लागि उहाँहरूलाई थाहा हुँदैन त्यो उहाँहरूको पनि गल्ती होइन तर आफूलाई आफ्नो व्यथा चाहिँ आफूलाई मात्रै थाहा हुन्छ कति गाह्रो छ कति दुःख छ होइन यस्ता कुराहरूले गर्दाखेरि धेरै पटक सक्दिनँ कि अथवा यो नगरौँ कि फर्क्यौँ कि भन्ने त धेरै पटक आउँछ तर हिम्मत हार्नु हुँदैन गर्नुपर्छ लाग्नुपर्छ घाम चाहिँ उदाउनको लागि रात त कटाउनै पर्छ होइन त्यही भएर मैले पनि धेरै सङ्घर्ष त्यति बेला गरेँ अहिले चाहिँ बल्ल सुखका दिन आए म नेपाल गएको क्रममा पनि प्रत्येक घरबाट चाहिँ एउटा न एउटा छोराछोरी चाहिँ बाहिर गएका छन् रे होइन सो मेरो यो होल पडकास्टलाई पनि मैले फोकस गर्न खोजेको चाहिँ युवाहरू किन विदेशिँदैछन् र अब हामीले के गर्न सकिन्छ र बाहिरबाट पनि हामीले केही कन्ट्रिब्युसन गर्न सकिन्छ कि भन्ने हिसाबले पनि एउटा अवेरनेस जस्तो खालको पनि इन्गेजमेन्ट हो कि यो अनि अब हामीले सामाजिक सञ्जालमा पनि अहिले त बुवा आमाहरूले सबै दाजुभाइ दिदीबहिनीहरू होइन हेर्नुहुन्छ अहिले त टुरिस्ट भिजामा पनि धेरै बुवा आमा आइसक्नु भयो होइन हाम्रो नेपाली कम्युनिटी त अस्ट्रेलियामा एकदमै बढ्दो छ सो उहाँहरूलाई चाहिँ यस्तो प्रेसर हामीलाई हजुरले भन्छ नि अघि भर्खरै भन्न सकिँदैन आफ्नो पीडा आफैलाई मात्रै थाहा हुन्छ सो उहाँहरूलाई चाहिँ के सन्देश दिउँ जस्तो लाग्छ अहिले मेन चाहिँ दुईवटा कुराहरू दुई साइडबाटै हेर्नुपर्छ एउटा साइड भनेको प्यारेन्ट साइडबाट एउटा साइड चाहिँ आफ्नो साइडबाट प्यारेन्ट साइडले ऋण काटेर पठाएको छ भने त्यो चाहिँ अलिकति प्रेसर चाहिँ हुन्छ नै किनभने पहिलाको जस्तो कमाइ छैन अहिले अस्ट्रेलियामा पहिला धेरै अलिकति काम गर्न पाउँथ्यो काम धेरै पाउँथ्यो रेस्ट्रिक्सनहरू कम थियो गभर्मेन्टको अनि क्यासहरूमा पनि काम पाउँथ्यो अहिले त्यो चाहिँ छैन त्यही भएर प्यारेन्ट्सले पनि कम्तीमा 2-3 वर्षमा होल्ड गर्न सक्छु अथवा छोराछोरीले पठाएनन् भने पनि म चाहिँ यता म्यानेज गर्न सक्छु भन्ने तरिकाले पहिल्यै रेडी हुनुपर्छ अर्को कुरा हामी चाहिँ ब्याचलर पढेर आउँथ्यौँ हामी साइकोलोजिकल्ली सबै कुराले फिजिकल्ली पनि फिट भइसकेका हुन्थ्यौँ अहिलेको बच्चाबच्चीहरू 18 वर्ष पुग्दाखेरि यहाँ आउँछ उनीहरू आफै पनि प्रिपेयर छैन र उनीहरूलाई घरबाट एक त छुटिएको प्रेसर छ अर्को कुरा घरको फाइनेन्सियल प्रेसर भयो भने चाहिँ धेरै चाहिँ स्ट्रेस मेन्टल इस्युहरू यस्तो चिजहरू भइरहेको हामी घटना देखिरहेका छौँ त्यही भएर प्यारेन्टले चाहिँ अहिले त्यो कुरामा फाइनेन्सियल स्ट्रेस दिनु हुँदैन यताबाट पनि बच्चाबच्चीहरूले अथवा भाइ बहिनीहरू जति पनि आउनुभएको छ उहाँहरूले पनि चाहिँ पहिलो कुरा त आफ्नो हेल्थ अथवा आफ्नो स्वास्थ्यलाई मेन्टल इस्युहरू यस्तो चिजहरूमा चाहिँ ध्यान दिनु पर्यो मान्छे रहे पो पैसा कमाइन्छ त्यो कुरामा चाहिँ एकदम ध्यान दिनुपर्छ र काम पनि गभर्मेन्टको पोलिसीहरू एकदम स्ट्रिक्ट आएको छ एउटा आफ्नो भिजा जोगाउनको लागि पनि अननेसेसरी र एक्स्ट्रा अथवा लभन्दा बाहिर गएर काम पनि गर्नु हुँदैन आत्तिनु हुँदैन दिन आउँछ मेहनत गर्नुपर्छ सबैले यस्तै लाइफ पार गरेर गएका हुन् भन्ने चाहिँ आएको विद्यार्थीहरूले पनि सोच्यो भने चाहिँ ब्यालेन्स हुन्छ जस्तो लाग्छ अनि म आफै पनि 2017 मा आएको हजुर 2014 मा भन्छु होइन अनि
अहिले त लिभिङ कस्ट लिभिङ एक्सपेन्सेस पनि एकदमै हाई छ नि त अनि त्यसले गर्दा चाहिँ अटोमेटिकली स्टुडेन्ट्सहरूलाई एकदम गाह्रो भइसकेको छ कि अनि आज हामीलाई हेरिराख्नु भएको जो कोही पनि स्टुडेन्ट हुनुहुन्छ अथवा अस्ट्रेलियामा आएर होइन 18-19 वर्षका भाइ बहिनीहरू होइन अथवा जुनसुकै मोडमा हुनुहुन्छ होइन उहाँ आज स्ट्रगल गरिराख्नु भएको छ भने चाहिँ हजुर एउटा एक्जाम्पल हुनुहुन्छ होइन त्यो विभिन्न चरणहरू पार गरेर आज यो स्टेजसम्म हुनुहुन्छ नि त सो उहाँहरूलाई चाहिँ के एडभाइस दिन चाहनुहुन्छ म त सबैभन्दा ठुलो कुरा नआत्तिनुहोस् पहिलो कुरा त आफूलाई ख्याल गर्नुहोस् अनि अर्को कुरा चाहिँ अलिकति कम्युनिटी बढाउनुपर्छ अहिलेको युथहरूको कम्युनिटी चाहिँ छैन आफूलाई केही मनमा लागेको कुरा सुनाउने पनि साथी चाहिन्छ होइन कहिलेकाहीँ के रुममा बसिरहँदाखेरि पनि एन्जाइटीहरू हुने आफूलाई नै म सक्दिनँ कि अथवा फ्यामिलीले प्रेसर दिने यस्तो चाहिँ नेगेटिभ थिङ्किङहरू आइरहन्छ त्यसको लागि चाहिँ जति पनि युथहरू छ त्यसले चाहिँ नेटवर्कहरू बनाउने कम्युनिटी प्रोग्रामहरू हिँड्ने बाहिर निक्लिने रुममा धेरै नबस्ने फ्रेस हुनको लागि बाहिर निक्लिनुपर्छ त्यस्तो कुराहरूमा चाहिँ एकदम ध्यान दिनुपर्छ अर्को कुरा चाहिँ हरेक ब्याड कुराहरू जो भइरहन्छ त्यो गुड कजकै लागि हो भन्ने चाहिँ सोच्नुपर्छ र अप्ठ्यारो सुरुमा हुन्छ नै सबै कुराहरू सबैले नै यस्तै पार गरेर गएको त्यो भएर यस्ता कुराहरूमा चाहिँ हामी आत्तिहाल्नु हुँदैन आफूभन्दा सिनियरहरूलाई चाहिँ सेयर गर्नुपर्छ कुरा सुन्नुपर्छ अप्ठ्यारो परे हामीलाई भन्यो भने हामी पनि सुनिदिन्छौँ होइन यस्तो कुराहरू चाहिँ सेयर नगरिकन थाहा हुँदैन त्यही भएर आफूले चाहिँ आफ्नो कम्फोर्ट जोन चाहिँ कहाँ फिट हुन्छ भन्ने कुरा एकदमै ध्यान दिनुपर्छ होइन भने आफैलाई एन्जाइटीमा गएको अथवा डिप्रेसनमा गएको थाहा नै हुँदैन यस्तो कुराबाट बाहिर आउनको लागि चाहिँ बाहिर निक्लिनुपर्छ र नआत्तिनु होला मैले पनि तपाईँहरूले जस्तै धेरै दुःख गरेर यहाँ आएको धेरै गर्न सकिन्छ तर टाइम चाहिँ लाग्छ दुःख सङ्घर्षहरूको त कुरा सायद 2-3 दिनै पनि बस्यो भने सकिँदैन होला है स्पेसल्ली अब सानै उमेरमा अथवा एउटा युवा अवस्थामै बाहिर विदेश सकिएपछि पढाइको प्रेसर त्यसै गरी कामको प्रेसर होइन हरेक कुरामा आफै आफ्नो लागि रेस्पोन्सिबल भएर आफ्नो परिवारलाई पनि हुन्छ नि अब नेपालमा धेरै कुराहरू थाहा हुँदैन भन्न सकिँदैन होइन त्यो एउटा व्यवस्थापन गरेर लैजानु पनि आई थिङ्क बिगेस्ट स्ट्रेन्थ हो के बिगेस्ट लिडरसिप हो भन्छु होइन किनभने यो उमेरमा जस्तै हामी आउँदा 23-24 वर्षको हुन्थ्यो अलिकति म्याचुर थियो अहिलेको 18-19 वर्षको आउँछ ऊ आफैलाई बाआमाले ह्यान्डल गरेर पठाएको हुन्छ ऊ आफै एक्लै ह्यान्डल गर्नुपर्ने हुन्छ त्यही माथि फाइनेन्सियल प्रेसर अनि एज बढे सँगसँगै फेरि लभको प्रेसर हुन्छ धेरै प्रेसर हुन्छ त्यस्तो कुराहरूमा चाहिँ अलिकति ख्याल गरेर हिँड्नुपर्छ आत्तिनु हुँदैन धेरै चिजहरू चाहिँ समय लाग्छ नै होइन समयभन्दा अगाडि कोही पनि हुन सक्दैन नआत्तिनुहोस् भन्छु सबै ठिक हुन्छ अब हामीले दुःख सङ्घर्षका कुरा पनि जोड्यौँ हजुरलाई चाहिँ ह्याप्पिनेस खुसी हुन्छ नि भनेको चाहिँ के रहेछ जस्तो लाग्छ त्यो भनेको देखाउनु भन्दा पनि आफैलाई के चाहिँ चिज खोजेर हिँडेको त्यो पहिलो कुरा आइडेन्टिफाई गर्नु पर्यो कहिलेकाहीँ हामी अरूको खुसीमा खुसी भइरहेको हुन्छ भनेको साथी इन्जिनियर बन्यो भने इन्जिनियरै भन्न मन लाग्छ उतै खुसी लाग्छ यहाँ धेरै मान्छेहरू नर्सिङ पढ्न जान्छ उतै खुसी छ जस्तो लाग्छ अरूको खुसी देखेर होइन भित्रदेखि आफूलाई के चिजमा चाहिँ गर्न सकिन्छ र के मनपर्छ भन्ने कुरा चाहिँ आइडेन्टिफाई गर्नुपर्छ मन परेको काम गर्नमा त सबैलाई खुसी लागिहाल्छ मलाई मन लागेको काम गर्न पाएको छु यसैमा खुसी छ अब दुःख हुन्छ त्यो कुरामा त आत्तिनु हुँदैन दुःख नपाएको कोही पनि व्यक्ति छैन संसारमा यो दुईटै पार्ट हो भने 50-50 हो दुःख र सुख र दुःखमा पनि फेरि सुख जस्तै लिएर खुसी मनायो भने र आफूलाई मन लागेको चिज गर्न पायो भने चाहिँ यही नै खुसी हो अनि पैसाले पनि धेरै खुसी सुख दिन्छ भन्छ हजुरलाई के लाग्छ अब यस्तो नहुने बेलासम्म त पैसाले दिन्छ होइन जो अहिले स्टुडेन्टलाई गएर सोध्यो भने 8-10 हजारको इसीमा आयो भने त उनीहरूलाई त्यही खुसी नै हुन्छ फेरि त्यो भइसकेपछि टर्छ भने त्यो यो कहिले पनि सकिने पार्टै होइन ह्युमन लाइफको एउटा पार्ट हो उहाँहरूलाई बाआमाले 50 रुपियाँ नेपालमा दिँदा पनि खुसी लाग्थ्यो अहिले 10-12 हजार आफूले कमाउँदा पनि पुगिरहेको छैन त्यो कहिले पनि पुग्दैन कसैलाई पनि पुग्दैन यी चिजहरू भनेको लाइफका पार्टहरू क्रस गर्दै जाने हो ती चिजहरू चाहिँ यही नै हुन्छ भन्ने हुँदैन पैसाले खुसी हुने भयो त यत्रो धनाढ्यहरू पनि होइन उनीहरू खुसी हुनुपर्ने हामीलाई लागेको हो उनीहरूमा अर्को चिज छैन हामीमा हरेक मान्छेसँग कम्प्लिट चाहिँ कहिले पनि हुँदैन जोसँग पैसा छैन त्योसँग अरू चिजहरू छ जोसँग पैसा छ त्योसँग त्यो चिज छैन त्यही भएर इट्स पार्ट अफ लाइफ कहिले पनि मान्छे कम्प्लिटै हुँदैन केही न केही कुराको चाहिँ कमी भइरहेको छ हुनुपर्छ होइन तर जीवन जिउने कला जानेर चाहिँ खुसी साथ आफ्नो कामहरू अगाडि बढाउँदै गयो भने चाहिँ सायद सक्सेस अब पैसाले खुसी भनिदियो भने अलिअलि मलाई खाना लाउँदा पुग्छ तर पनि म 20 घण्टा खटिरहेको छु त्यो खुसी भएको भए त म सुत्थेँ होला अथवा घुम्न जान्थेँ होला सुत्न पाएको छैन राम्ररी खाना पाएको छैन भनेको
मान्छेमा हरेक चिजहरू चाहिँ कम्प्लिट कहिले पनि हुँदैन, हुनु पनि हुँदैन, त्यसलाई सोच्नु पनि हुँदैन। सबै मान्छेमा कमी कमजोरी हुन्छ, सबै मान्छेमा अभाव हुन्छ। आफूलाई जे लाग्यो त्यही ठुलो हुने हो, तर हरेक मान्छेमा सबैको अभाव छ। खुसी चाहिँ हुने वे सिक्नुपर्छ, त्यति गर्दा हुन्छ। मलाई एउटा एकदमै सोध्नै मन लागेको क्वेसन थियो दा, हजुर कतिको इमोसनल मान्छे हुनुहुन्छ? कस्तो त्यो इमोसन एक्सप्रेसन गर्ने खालको हुनुहुन्छ कि इमोसन चाहिँ अलिकति हाइड गर्ने एक्सप्रेसिभ? म हाइड चाहिँ एकदम गर्न सक्छु, तर मेरो एउटा नराम्रो बानी के छ भने म मुभी हेर्न चाहिँ जाँदिनँ। त्यही भएर कुनै पनि स्याड सिन छ भने चाहिँ म पब्लिकको अगाडि चाहिँ त्यसरी फेस गर्न सक्दिनँ। त्यही भएर म चाहिँ पब्लिक एरियामा यस्तो मुभीहरू यस्तो चिजहरू चाहिँ हेर्दिनँ, पुरा एकदमै रेयरै हो। घरमा चाहिँ एक्लै भइन्छ। सबैभन्दा मिस गरेको चिज चाहिँ मेरो लाइफकै नेपालमा छँदा रुनको लागि छुट्टै कोठा हुन्थ्यो, यहाँ त त्यही पनि हुँदैन होइन। तर म चाहिँ गाडी चलाउँछु, केही भयो आफूलाई एकदम स्याड फिल भयो भने छुट्टै बस्छु अथवा राति सोच्छु। त्यो सबै मान्छे हुन्छ, त्यो जो मान्छे पनि रुन्छ, अप्ठ्यारो पर्छ, दुःख पाउँछ, त्यो सबैको हुन्छ। म अलिक बढी इमोसनल छु, सायद त्यही पनि मेरो पोजिटिभ पार्ट हो, जसले गर्दा मैले सबैलाई केयर गर्न पाएको छु र आफन्त बन्न सोचेको छु। कहिलेकाहीँ हर्ट गर्छ, इट्स पार्ट अफ लाइफ। अनि यो हाम्रो समाजमा भनौँ न, हुर्किने क्रममा मैले पनि सुनेको, हजुरले पनि सुन्नुभयो होला, केटा मान्छे भएर रुनु हुँदैन, केटा मान्छेले हरेक जिम्मेवारी वहन गर्न सक्नुपर्छ होइन, घर धान्नुपर्छ भनिन्छ। अब अहिलेको जमानामा त केटा केटी भन्ने भएन, इक्वल्ली इन्डिपेन्डेन्ट, इक्वल्ली एजुकेटेड छौँ नि त। अनि इमोसनले त जेन्डर त हेर्दैन होइन। सो यो कन्टेक्स्टमा चाहिँ हजुरलाई कस्तो लाग्छ? किनकि मलाई चाहिँ कस्तो लाग्छ भने एउटा मेनले पनि इमोसनहरू चाहिँ एक्सप्रेस गर्न पाउनुपर्छ र द्याट सुड बी नर्मल होइन। मलाई चाहिँ मलाई धेरै मेरो भन्दा मेरो बुवालाई देखेर चाहिँ मलाई एकदम स्याड फिल किन हुन्छ भने जस्तै मम्मी चाहिँ धेरै पटक हामीसँगै रुनुहुन्छ, तर बुवाले लाइभ चाहिँ रोएको अहिलेसम्म देखेको छैन। तर बुवालाई जतिको अप्ठ्यारो अथवा स्याड फेस चाहिँ मैले कसैको देख्दिनँ। अब हो हामीलाई चाहिँ अलिकति आफू नै कमजोर भइयो भने आफूभन्दा तलले चाहिँ कसरी एडजस्ट गर्ला भनेर छोरा मान्छेहरूले चाहिँ खास नदेखाउने मात्रै हो। किनभने धेरैले सोचे के हो भने आधार अथवा खम्बा त म हो नि त मेरो परिवारको। अहिले जस्तै मेरो हेऱ्यो भने यत्रो प्रोजेक्टहरू गरिरहेको छु, भोलि म नै रोएको मैले सोसियल मिडियामा अथवा कसैले देख्यो भने त त्यो आफै त सम्हाल्न सकिरहेको छैन, के अरू सम्हाल्न भन्ने नहोस् भन्नका लागि चाहिँ त्यो हामीले लुकाएको। तर इन्टरनल रूपमा एक्लै भएको बेला अथवा त्यो मन दुखेको बेला त हरेक मान्छेहरू, छोरा मान्छे त छोरी मान्छेभन्दा धेरै हुन्छ, धेरै चिजहरू चाहिँ सामना गर्नुपर्छ। त्यही भएर हामी एक्सप्रेसिभ मात्रै नभएको, तर दुःखले त कोही छोरा मान्छे र छोरी मान्छे त कहिले पनि भन्दैन र मन पनि त्यसरी बढ्ने अथवा छुट्याउने भन्ने हुँदैन। तर को एक्सप्रेसिभ र को चाहिँ छोरी मान्छेहरूलाई सोसाइटीले पनि नर्मली लिन्छ रोएको। हामी चाहिँ रोयो भने त्यसलाई चाहिँ नेगेटिभ वेले अथवा अरूहरूले कायर भन्छ, त्यो भएको कारणले लुकाएको मात्रै, इमोसनल त बराबरै हुन्छ। मेरो केसमा त अझ छोरी मान्छे भन्दा मै सक्छु जस्तो लाग्छ। त्यो नेचरको कुरा हो नि त। हजुर, एक्स्ट्रा टेकको चाहिँ आइडिया कसरी आयो र कसरी चाहिँ यसको स्थापना भयो? यो खास पिआर नभएपछि आएको आइडिया हो। यो चाहिँ म आइटीमा काम गर्ने भन्दा जुन एमबोकेर हिँडेको थिएँ, मलाई चाहिँ हजुरले चाहिँ कुन वर्षबाट चाहिँ सुरुवात गर्नुभयो पनि? एक्स्ट्रा टेक आउनुभन्दा अगाडि चाहिँ हामी एउटा 111 आइटी भन्ने अहिले पनि छ, त्यही चलाइरहेको थियौँ। अनि म आफूले चाहिँ पिआर यसै गरेर लिन सक्दिनँ कि भनेर स्पोन्सरसिप अथवा वर्क काम गरेको चाहिँ पोइन्ट आउँछ भनेर यस्तै खोजिरहेको थिएँ। अनि त्यति बेला चाहिँ आफ्नै कम्पनी भयो अथवा चिनजानेको साथीले भयो भने सजिलो हुन्छ भनेर आइटीमा काम गरिरहेको थिएँ हामी आफै। अनि त्यसपछि त्यसले पनि खासै पार लागेन, अनि म फेरि बाहिर काम खोज्न गएँ। लगभग मैले 400-450 एउटा रिजेक्ट खाइसकेपछि अब यता हुन्न जस्तो लागेर म चाहिँ युएईको खास एप्लाई गरेको थिएँ। युएई मेरो जब पनि भएको थियो। उताको भिजा प्रोसेसिङ गर्ने बेलामा चाहिँ फेरि यता मैले काम पाएँ एमआइटीमा, एमआइटी सिडनी कलेजमा। त्यसपछि अनि त्यहाँ जस धेरै नेपालीहरूले प्रायः जस्तो 60-70% एमआइटीमा नेपाली स्टुडेन्ट हुन्छ। म अलिअलि गोरो पनि, अनि नेपाली हो कि होइन भन्ने सबैले, अनि आइटीमा काम गर्छ भनेपछि अनि सरप्राइजै हुन्थ्यो त्यति बेला। अनि त्यही दिन चाहिँ मैले सोचेँ ल 1.5 वर्ष काम गरिसकेपछि वाइ नट कि नेपालीहरूले आइटीमा काम गर्नु पनि यस्तो ठुलो कुरा हो भने त वाइ नट लेट्स इनिसिएट भनेर चाहिँ मैले 2019 को डिसेम्बर 19मै हो यो खोल्नलाई मैले जुन चाहिँ ट्युसन सेन्टर जस्तो बनाएँ। अनि कोभिड पनि सुरु भयो, फेरि मैले बिजनेस गर्नु र कोभिड एकैचोटि आयो। तर मैले चाहिँ हिम्मत हारिनँ। त्यसपछि कोभिडको बेला नै यसले
राम्रो उसले हो। तर यसको चाहिँ जन्म भएको खास चाहिँ मैले MIT कलेजमा आइटीमा काम गर्दा नेपाली स्टुडेन्टले नेपालीले पनि आइटीमा काम गर्छन् भन्ने चाहिँ वर्ड सुनेपछि चाहिँ सुरु गरेको। त्यसले एकदमै हिट गर्यो। एकदमै, किनभने म पनि आफै इन्जिनियर गरेको मान्छे, हाउसकिपिङ गरेँ 4.5 वर्ष 4 वर्ष भनेको म मात्रै होइन, यो चाहिँ हामीभन्दा अगाडि आएको अथवा हामी जो कन्ट्रीबाट आइरहेका छ ती सबै मान्छेहरूले अफ द फिल्डमा चाहिँ धेरै काम गर्नुभयो। वाइ नट अन द फिल्ड, यो के इम्पोसिबल त होइन, तर किन यो चाहिँ ट्रेन्ड नलिने भनेर चाहिँ खास सुरु भएको। अनि एक्स्ट्रा टेक अस्ट्रेलियाको सक्सेसको जर्नीमा लाग्दै यहाँले फेरि अर्को ठुलो कदम चाल्नुभयो। यो यतिको हुन्छ भन्ने चाहिँ मैले सोचेकै होइन। मैले 3 जना स्टुडेन्ट लिएर $500 होल कोर्सको लिएर सुरु गरेको। मलाई के मात्रै थियो भने कामबाट त्यही 1200 महिनामा त्योभन्दा बच्दैन थियो, उताबाट आएको स्यालेरीले। अहिले पनि धेरैको बच्ने त्यही नै हो। थोरै एक्स्ट्रा अब जग्गा किन्नको लागि, घडेरी किनेर घर बनाउनको लागि त अलिकति एक्स्ट्रा त गर्नुपर्ने भयो। अनि त्यो एक्स्ट्रा अलिअलि आउला, महिनामा 3-4 हजार बढीमा एक्स्ट्रा आउला भनेर सुरु गरेको। तर काम पाएपछि मान्छे सक्सेस हुँदै गएपछि यस्तो ट्रेन्ड ल्यायो कि यो मेरो एक्सपेक्टेसन्स र सोचाइभन्दा धेरै माथि चाहिँ यसले बिजनेस गर्यो। अनि त्यो बिजनेस गरिसकेपछि मैले घरको लागि एउटा घर पनि बनाइदिएँ, बहिनीको लागि पनि, दाइको लागि पनि, सबैलाई गरेँ। अनि गाउँतिर पनि च्यारिटी टन्नै गरेँ, गरिब असहायहरूलाई सबै हेरेँ। अब चाहिँ यति गरिसकेपछि अब देशका लागि भन्ने चाहिँ पहिला धेरै अगाडि थियो, जो चाहिँ मैले अब पैसा कारणले गर्दा सुरु गर्न सकेको थिएन। राम्रो पैसा आयो, त्यही पैसा चाहिँ मैले फेरि उता जग्गा किनेँ, यहाँ घर किन्न छोडेर। अनि जग्गा किनेपछि अब क्रिकेट स्टेडियमै बनाउनु पर्छ भनेर चाहिँ फेरि यो इन्भेस्टमेन्ट सबै उता गयो। सबै मान्छेको एउटा सपना हुन्छ, झन् विशेष गरी बाहिर आइसकेपछि एउटा काम गरौँ, आफूले पढेको क्षेत्रमा काम पाऊँ होइन। सबै इमिग्रेन्ट्सहरूको सपना भनेको चाहिँ एउटा राम्रो घर बनाऊँ होइन, छोराछोरी राम्रो स्कुलमा जाउन् भन्ने नै सपना हुन्छ होइन। सो हजुरले चाहिँ घर बनाउने सपना भन्दा पनि देशको लागि लगानी गर्छु र एउटा सो क्रिकेटको स्टेडियम बनाउँछु नेपालमा भन्ने चाहिँ सपना चाहिँ मल्टिमिलिनियर हुनुभन्दा अगाडि नै थियो कि धेरै अगाडि हो। यसको कथा त 0 रुपियाँ हुँदाखेरि भन्दा हुन्छ। म काठमाडौँ बसिरहेको थिएँ। काठमाडौँ मैले भने 2-3 पटक चाहिँ मैले रिजेक्ट खाएँ। 3 पटक रिजेक्ट भनेको 2 वर्षको पिरियड, 2 वर्षमा जबलेस थिएँ। इभ्यास पढेको छ, ट्राई गरेछ, फेलहरू मात्रै छ। घरबाट पनि धेरै पैसा माग्ने कुरो पनि भएन, किनभने बाआमाले पनि अब छोराले इन्जिनियर पढेपछि उल्टो पठाउला भन्ने हो, अब मागेर खाने कुरा भएन। अनि विदेशमा गएको, कतार मलेसिया गएको साथीभाइहरूले कहिले 10,000 15,000 दिएर, अनि काठमाडौँ कसैले उधारो दिएर खाइरहेको बेला अनि क्रिकेट हेर्न गइयो। क्रिकेट हेर्न स्पेसली नेपालको एकदम प्राइम गेमको बेला चाहिँ टिभी हेर्न जाँदाखेरि टिभी बन्द गरिदियो होइन, मेन चिज हेर्न नपाएपछि। एक सुको गएर टिकट काटेर मुभी हेर्न सक्ने हैसियत नभएको बेला चाहिँ यो दिमागले सोचेको सपना हो। यस्तो होला भन्ने चाहिँ न मलाई थियो, त्यो मनमा चाहिँ बसिरहेको थियो। कुनै दिन कमाइएला भन्ने त 1% पनि थिएन, यत्रो धेरै कमाइएला भन्ने। अहिले पनि त्यस्तो धेरै त होइन होइन, तर अब धेरै होइन, एउटा क्रिकेट स्टेडियमसम्म बनाउने भन्ने लाग्यो। अनि अलिअलि हुन थालिसकेपछि मलाई चाहिँ पहिला पनि मलाई अस्ट्रेलिया बसाइ भन्दा नेपाल बसाइ पहिलादेखि नै प्यारो हो। मलाई यहाँ बस्छु भन्ने पहिला पनि थिएन, अहिले पनि छैन। लङ टाइम चाहिँ म बस्दिनँ भन्ने थियो, मैले यताको घरलाई प्रायोरिटी दिएन। मैले चाहिँ म आफू फर्किने गरी मैले पनि उता वातावरण बनाउनुपर्छ भनेर चाहिँ जग्गाहरू घर घडेर। फेरि अर्को कुरा के हो भने यहाँ कमाएको कसैले पनि देख्दैन, नेपाल पठाएको सबले देख्छ। अनि अहिले पनि मैले यहाँ 2-3टा घर किनेको, जस्तै मभन्दा 1000-1200 नेपालीहरू त यहाँ कम्तीमा छ जसले 2-3टा घर किनेको छ। त्यो पैसा मेरो स्टेडियम बनाउने भन्दा चाहिँ धेरै हो। तर यताको कसैले देख्दैन, किनभने यहाँ डलरको डलरमा हुन्छ। मैले त्यति पैसा नेपाल पठाएँ भने त्यो चाहिँ देखियो, फेरि संसारले चिन्यो पनि। त्यही भएर मलाई चाहिँ पहिलादेखि नै जति कमाउँछु नेपालै पठाउँछु भन्ने थियो। त्यसैले नै गर्दा चाहिँ स्टेडियम पनि बनेको। तर त्यो त सरकारले पनि गर्नलाई गाह्रो भएको एउटा काम होइन। नेपालमा अहिलेसम्म पनि एउटा प्रपर स्टेडियम नभएको केसमा अब हामीले कति भिडियोहरू पनि देखिरहेको हुन्छौँ होइन, क्रिकेटको जुन क्रेज छ नेपालीहरूप्रति होइन। त्यस्तो अवस्थामा एउटा नेपाली छोराले चाहिँ गर्न सम्भव हुने रहेछ नि त। यही हो, मैले अस्ट्रेलियामा बस्दा पनि गर्ने काम यस्तै हो। धेरैले अहिले पनि मसँग एकदम सजेसन लिन आउनुहुन्छ, फ्री अफ कस्ट। मैले जतिलाई सजेसन गरेको छु रङ सजेसन नदिउँ भन्ने नै लाग्छ। हामीले गर्ने भनेको अरूले नगरेको कामै हो। अरूले गरिरहेको चिजहरूमा त उनीहरूले बाटो देखाइदिइसके,
फेरि अर्को कुरा के हो भने च्यालेन्ज नल्याइकन त केही चिजमा पनि सक्सेस भइँदैन। हामी एउटा दुईवटा कुरामा डराएर आत्तिएर त भोलि हामी त लाइफमा के गर्न सक्छौँ। त्यही भएर मलाई चाहिँ यस्तो मूर्ख काम जसले चाहिँ एकदमै ठुलो चेन्ज ल्याओस् भन्ने थियो। यहाँ पनि यस्तो जब रेडी प्रोग्राम गरेर बिजनेस गरेर यत्रो कमाइला भन्ने त सायद संसारमा कोही पनि छैन होला। यस्तो इन्स्टिच्युट चलाएर यो पनि ट्रेन्डै लिएको हो। नेपालमा पनि एउटा व्यक्तिले सरकारलाई पनि यत्रो टाइम लागेको बेला होइन धर्म सुन्तलीहरू उनीहरू त्यो लेभलको हाइप भएको मान्छेले वर्ल्ड वाइडबाट फन्ड कलेक्सन भएर गइरहँदा पनि नभएको अवस्थामा एउटा मूर्ख गएर क्रिकेट स्टेडियम बनाउँछु भन्ने त मूर्खको पनि महामूर्खता चाहिँ हो आफैमा। तर के चाहिँ थियो भने मलाई चाहिँ म हर्ट्सभिलमा बस्ने भएर हर्ट्सभिल ओभल चाहिँ हेरिरहेको थिएँ। त्यो ओभल चाहिँ यत्तिको बनाउँछु भन्दै मलाई यति ठुलो बनाउँछु भन्ने त त्यति बेला थिएन। जे बनाउँदै बनाउँदै जान्छु भन्ने थियो र इम्पोसिबल काम चाहिँ मैले नै गर्नुपर्छ भन्ने थियो। त्यहीको फलस्वरूप हो अहिले मैले गर्दा चाहिँ गभर्मेन्टहरूले पनि अरूले पनि गरिराखे एउटा देशको लागि चाहिँ इक्जाम्पल भएको छ। मैले सोच्छु नै भनेको थिएँ धर्म सुन्तलीजीले पनि एउटा गर्ने भनेर सपना बोक्नुभयो, त्यो अलिकति इन्कम्प्लिटै छ भनौँ होइन। अनि उहाँहरूले त गर्न सक्नु भएन, मैले सकौला र अथवा हुन्छ नि त्यो कम्पेरिजन त्यो गर्दै गर्दाखेरि अब गर्न सकिन्न कि भन्ने डर कति भयो। अनि उहाँहरूको प्रोजेक्ट चाहिँ किन सम्पन्न हुन सकेन होला, हजुरलाई के लाग्छ? अब सबभन्दा अघि नै मैले भनिसकेँ सबैभन्दा ठुलो कुरा आफैलाई हेर्ने हो होइन। तपाईँको सबैभन्दा ठुलो साथी आफैलाई हो। आफैलाई झुट भन्न पनि सकिँदैन र आफू कतिको स्ट्रङ छु भन्ने कुरा अरूले भनिदिएर पनि हुने कुरा होइन। मलाई मेरो आफ्नो स्ट्रेन्थ थाहा छ र मेरो विकनेस पनि थाहा छ होइन। मैले भनौँला नभनौँला मेरो एउटा स्ट्रङ पोइन्ट के थियो भने म चाहिँ यति चाहिँ मेहनत गरेर यति चाहिँ बनाउन सक्छु भन्ने चाहिँ मलाई आफूलाई कन्फिडेन्ट थियो। तर मलाई विकनेस के थियो भने यी मान्छेहरूले मेरो कुरा सुन्दैनन्, मलाई नेगेटिभ भनेर मलाई कतै मेन्टली चाहिँ डिस्ट्र्याक्ट गर्ने हुन् कि भन्ने डर चाहिँ मलाई थियो। किन भन्दाखेरि सरकार आफैले यत्रो टाइम लगाएको थियो। धर्म सुन्तलीहरूबाट स्योर हुन्छ भन्ने प्रोजेक्ट चाहिँ फेलर भएको थियो। त्यो गर्दाखेरि मान्छेहरूले यो अर्को बौला आयो भन्ने हुन्छ भन्ने मात्रै डर थियो, अरू चिजमा डर थिएन। त्यो गर्दाखेरि मैले त्यहीलाई चिर्नको लागि नै गरेको हो। सेकेन्ड क्वेसन चाहिँ धर्म सुन्तली किन फेल भयो होला भन्ने कुरामा धेरै कुराहरू छ होइन। उहाँहरूले पनि यत्रो धेरै मिहिनेत गर्नुभएको हो। अब एक्सपेक्टेसन भर्सेस रियालिटी जहाँ पनि लागु हुन्छ। एक्सपेक्टेसन उहाँहरूको 3 करोड नेपालीले 1-1 रुपियाँ दियो भने पनि 3 अर्ब हुन्छ होइन, 100 रुपियाँ दिँदा पनि 3 अर्ब हुन्छ भन्ने थियो। तर सबै मान्छेले त्यसरी हेर्दैन। अर्को कुरा कोभिड पनि आयो, उहाँहरूलाई त्यसरी पनि असर गर्यो। अर्को कुरा इन्जिनियरिङ भनेको फरक कुरा हो। इन्जिनियरिङले चाहिँ डिजाइन र प्लान सबैभन्दा ठुलो कुरा हो। प्लान चाहिँ सबभन्दा ठुलो कुरा हो। मैले 5-7 वर्ष चाहिँ यसमा प्लान गरेको छु। मेरो प्लानको कस्ट हेऱ्यो भने त मेरो त 20-30 करोड त प्लानको कस्टमा गएको छ। त्यसको हिसाब त कसैले गर्दैन। मैले 50-60 करोडमा प्रोजेक्ट गर्छु भन्दाखेरि मेरो 20-30 करोडको इन्भेस्टमेन्ट 5 वर्षको त कसैले हेर्दैन। त्यही भएर यी कुराहरू चाहिँ प्रोपरली गर्ने हो भने त कुनै पनि प्रोजेक्ट फेलर हुँदैन। अहिलेको अब हाम्रो अडियन्सहरूलाई पनि जानकारी गराइदिनुहोस् न, त्यो स्टेडियमको अपडेट, करेन्ट रिसेन्ट अपडेट चाहिँ के छ? अहिले धेरैलाई चासो भएको फ्लड लाइट हालेपछि के हुँदैछ भन्ने हो। फ्लड लाइटको अहिले फाइनल टेस्टिङ फेरि भइरहेछ। आज राति गेम पनि छ। सायद यो त भिडियो जाँदा अलिक टाइम लाग्छ होला, त्यति बेलासम्म त सबै मार्केटमा आइ पनि सक्छ। फ्लड लाइट लगभग सकियो भन्दा पनि हुन्छ। केही कुराहरू अपडेटेड इन्जिनियरिङमा त अपडेट भन्ने जहिले पनि हुन्छ, त्यो चाहिँ रहिरहन्छ। फ्लड लाइट कम्प्लिटली सकिएको छ। त्यसपछि ग्राउन्ड कम्प्लिटली सकियो। भिआइपी बिल्डिङको हामी नेपाली जुन एउटा कला संस्कृति देखिने गरेको 4थो तला अब ढलान हुँदैछ। अनि हामी डिजिटल स्कोर बोर्डको टेन्डर आह्वान गरिसकेको छ। दसैँमा डिजिटल स्कोर बोर्ड पनि हालिन्छ एकदम ठुलो। त्यसपछि सिट चाहिँ सुरु भइरहेछ। अब चाहिँ डिपिआर फाइनल भइसकेको छ। जे होस् दसैँसम्ममा कम्तीमा 1500-2000मा सिट, डिजिटल स्कोर बोर्ड, फ्लड लाइट, भिआइपी बिल्डिङ फाइनल सकिन्छ। त्यसपछि बाँकी काम भनेको जम्मा सिट क्यापेसिटी हो। त्यो पनि अर्को वर्षको जुन चाहिँ फागुन चैत वैशाखसम्म चाहिँ 5,000 देखि 10,000सम्मको निक्लिन्छ। धेरै नलाग्ला। मैले बोलेको 5 वर्षको हो, 2 वर्ष भयो। अब 2 वर्ष पनि लाग्दैन जस्तो लाग्छ। तर अब अहिले नै घोषणा नगरौँ, जस धेरै चाँडै सकिन्छ। भनिन्छ नि नेपालमा अब सरकारी कार्यालय धाउनु होइन, सरकारी काम कार्यहरू गर्नु भनेको निकै नै गाह्रो काम हो भनिन्छ। सो यो यत्रो ठुलो योजना हजुर बोकेर हिँड्नुभयो, त्यतातिर कतै चुनौतीहरू आए यो एक्जिक्युट गर्नलाई चाहिँ कस्तो भयो त्यो एक्सपिरियन्स सुनाइदिनु। फेरि हजुरको केसमा चाहिँ अब अस्ट्रेलियामा पनि बसिसकेको भएपछि अब हामी एउटा सर्टेन सिस्टममा होइन एउटा काममा लागिसकेको हुन्छौँ। त्यो भइसकेपछि अलिकति फ्रस्ट्रेसन हुन्छ नि त नेपाल जाँदा,
त्यो भयो या भएन, अथवा हजुरको केसमा चाहिँ के थियो? यसमा चाहिँ अब धेरै कुरा अनेस्ट हुन मिल्दैन अहिलेलाई, किनभने मेरो सबैभन्दा ठुलो काम चाहिँ प्रोजेक्टलाई एक्जिक्युसन लाने हो। र अर्को कुरा मेन्टालिटी हो। हामी नेगेटिभ मात्रै सोचेर हिँड्यो भने नेगेटिभ भइरहन्छ। हामी नेगेटिभलाई पनि पोजिटिभ लाँदै गयो भने नेगेटिभहरू पोजिटिभ कन्भर्ट हुँदाखेरि मान्छेहरूमा पनि पोजिटिभिटी आउँछ। मेरो उद्देश्य भनेको देशमा चाहिँ म यहाँबाट कमाउँला भन्ने होइन कि नेपालमा नेगेटिभिटी एकदमै हाई छ होइन, सबै मान्छेलाई हुँदैन भन्ने मात्रै छ, म हुन्छ भन्ने बनाउनु पर्ने थियो। त्यही भएर मैले यो भित्र कति लडेँ होला, कति दुःख होला, कति रात नसुते होला, यी चिजहरू चाहिँ अहिले मैले सुनाउनु मिल्दैन। जुन दिन सक्सेस हुन्छ त्यो दिन बल्ल सुनाउँछु, त्यति बेला बल्ल थाहा हुन्छ कि कति दुःख गरेर चाहिँ यो प्रोजेक्ट सक्यो होला। तर यति मात्रै म भन्छु कि यति सजिलरी केही पनि भएको छैन। यति धेरै चिजहरू मैले सामना गर्नु परेको छ जो चाहिँ मैले भन्नु मिल्दैन। तर अब साथ सपोर्ट छ, सबभन्दा ठुलो कुरा त्यसैमा हुनुपर्छ। सब आम जनताले साथ दिइरहेको छ। तर यति ठुलो प्रोजेक्ट अहिले हामी टियुमा एउटा रुख काट्न त कति गाह्रो भएको थियो भने यति ठुलो प्रोजेक्ट त्यो पनि म अस्ट्रेलिया बसेर एक्लै ह्यान्डल गर्नको लागि म्यासिभ ठुलो चुनौतीहरू हुन्, पार गरिरहेको छु। त्यसमा सपोर्ट गर्ने सरकार, क्यान लगायत सम्पूर्ण धन्यवाद। योभन्दा बढी चाहिँ अहिले खासै नभनौँ, तर देशको लागि केही गर्छु भन्नेलाई चाहिँ त्यति सोचे जस्तो गाह्रो चाहिँ छैन। अहिले यो क्षणमा यो सबै जर्नीहरू पार गर्दै हुनुहुन्छ होइन, अझै कति बाँकी छ, के अनुभूति गर्नुहुन्छ? खुसी लाग्छ अलिअलि, तर अझै हुन मिल्दैन। र मलाई खुसी भएर सबैलाई मेरो दुःख सुनाउनलाई अझै मलाई सायद मेरो 3टा प्रोजेक्ट सकिनुपर्छ। यो पछिको मेरो हस्पिटल जो नेपालमा मेडिकल सेक्टरमै आमूल परिवर्तन गर्न खोजिरहेको छु। टेक्नोलोजीको सेक्टरमा कलेज चाहिँ मेरो, त्यो पनि संसारका मान्छेहरू वाइ नेपालमा नआउने, किन नेपाली मात्रै बाहिर पढ्न जाने भन्ने कुरामा पनि फेरि फाइट गर्दैछु। मेरा यी 3टा ठुला लडाइँ लडेपछि बल्ल मेरा सङ्घर्षका कथा चाहिँ सुनाउन मन छ। त्यही भएर खुसीको मेरो एउटा बाटोमा चाहिँ छु, तर अहिले नै मेरा यी कुराहरू चाहिँ अहिले नै खुसी हुनुपर्ने, यति चाँडै सेलिब्रेट गर्ने चाहिँ ठाउँ छैन, किनभने मेरो यात्रा र मैले धेरैलाई बाटो देखाउनु पर्ने छ। त्यही भएर यो यात्रा बल्ल सुरुवात मात्रै हो। सो स्टेडियम सँगसँगै हाम्रो अझै थप 2 योजनाहरू चाहिँ मेजर भनौँ न, मेजर प्रोजेक्टहरू चाहिँ अझै आउँदैछ। नेपालको धेरै माया लाग्छ है? मलाई देशको जतिको माया कसैको लाग्दैन, किनभने मलाई त्यही पासपोर्टले यहाँ लियो र धेरै ठाउँ म नेपाली भनेर चिनिएँ र आज पनि अहिले नेपाली भनेर चिनिरहेको छु। होला अब बामा अथवा परिवार यी चिजहरू सबै मसँग 24 घन्टा छन् र मैले उनीहरूलाई केयर पनि गर्न पाइरहेको छु। तर आफ्नो देशलाई बनाउन मैले पाइरहेको थिएँ यत्रो टाइमसम्म। फेरि अहिलेसम्म जे आइडेन्टिटी बोकेको, मलाई मेरो कसको छोरा हो भन्दा पनि कहाँको भन्ने कुराले म्याटर गर्छ विदेशमा आइसकेपछि। र मेरै देश र मेरै देशको जुन पासपोर्टको ऱ्याङ्किङले गर्दा एयरपोर्टमा जुन भोगिरहेको छु, यी चिजले चाहिँ मलाई पनि एकदमै दुःख लाग्छ। त्यही भएर यी चिजहरू अरूलाई गाली गरेर अथवा नेतालाई गाली गरेर भन्दा पनि हामी जस्तै युवाहरूले यसलाई चाहिँ काम गरेर चेन्ज गर्नुपर्छ भनेर हिँडिरहेको हुनाले अब देशको माया जतिको मलाई कसैको पनि माया छैन। विदेशीले चाहिँ नेपालीहरूलाई कसरी चिनुन्, अथवा हुन्छ नि हामी नेपाली, हाम्रो पहिचान के हो, हजुरलाई कस्तो लाग्छ यो कुरामा? अब पहिला त हामी रोयल फ्यामिली हुँदा पनि अथवा माउन्ट एभरेस्ट हुँदा, गौतम बुद्ध हुँदा त्यसको चिनारी फरक किसिमको थियो होइन। नेपाललाई चिन्ने तरिका फरक थिए। अब चिन्ने तरिकाहरू फरक बनाउनुपर्छ। हामी सधैँ पुरानो कुराहरूलाई देखाएर चिनिरहनु हुँदैन। अब हामीले पनि काम त्यसरी गर्नु पऱ्यो। विदेशमा बस्दाखेरि पनि हाम्रो पोजिसन माथि हुनु पऱ्यो। हामी त्यस्तो कम्पनीहरूको लिड गर्नु पऱ्यो। जस्तै अहिले पनि हेर्नुभयो भने इन्डियाबाट होइन गुगलहरूको सिइओ, ठुल्ठुलो टेक कम्पनीहरूको सिइओ, ठुल्ठुलो कम्पनीको सिइओ त इन्डियन कम्युनिटीका छन्। त्यस्तो हामी नेपाली कम्युनिटीको पनि यहाँ पनि भयो भने नेपालै गर्नुपर्छ भन्ने छैन। यहाँ पनि त्यो लेभलको मान्छेहरूको हाम्रो प्रोडक्सन थिङ्किङ लेभल होइन, हाम्रो सोसाइटी पनि त्यसरी डेभलप हुँदै गयो भने नेपाललाई अब चाहिँ नयाँ तरिकाबाट चिनाउन मन छ। र अर्को कुरा भनेको म आफै फर्किँदै पनि छु। मलाई चाहिँ नेपाललाई एकदमै सुन्दर देश हो भन्ने जुन थियो र पिसफुल कन्ट्री भन्ने थियो, त्यसलाई चाहिँ साँच्चीकै हो भन्ने चाहिँ गराउन मन छ। तर म एक्लैले आँटेर त नहोला, तर एउटा अभियान मेरो पनि छ त्यसमा। अभियानको बारेमा पनि मलाई त पर्सनली पनि अभियानको बारेमा धेरै कुराहरू हामीले
बसेर कुरा पनि गरेका थियौँ। एकचोटि अभियानको बारेमा पनि कति भन्न मिल्छ एकचोटि? मेरो उद्देश्य के हो भन्दा सबै नेपालीहरू एकचोटि विदेश जान खोजिरहनु भएको छ नि, सबै जानुपर्छ। 8-10 वर्ष बस्नुहोस्, बाहिर देख्नुहोस् होइन, कमाउनुहोस्, आफूलाई मन लागेको चिज पुरा गर्नुहोस्। तर सर्टेन उद्देश्य पुरा भइसकेपछि फेरि देशको लागि पनि फर्किनुहोस् भन्ने हो। अहिले जति पनि युवा आइरहनु भएको छ उहाँहरू विदेश आउनुहोस् भन्छु म। तर आइसकेर एउटा सेटल भइसकेको अथवा एउटा सर्टेन पुगेपछि आवश्यकताहरू त कहिले पनि सकिँदैनन्। एउटा लेभलमा गइसकेपछि देशको लागि पनि केही गरौँ भन्ने हो। त्यही फर्किनुपर्छ भन्ने छैन। यहीँबाट पनि लगानी गरेर भित्राउन सकिन्छ, यहीँबाट माया गर्न सकिन्छ, रोजगारी सिर्जना यहीँ बसेर गर्न सकिन्छ। मैले चाहिँ अहिले सुरु गरेको अभियान भनेको सक्छौ देश फर्क, सक्दैनौ देशको लागि केही गरौँ भन्ने हो। सुरु गरिरहेको छु। केही व्यक्तिहरू फर्कि पनि सक्नुभयो, केही फर्किने तयारीमा हुनुहुन्छ। अब अहिले चाहिँ त्यो उहाँहरूको सक्सेस स्टोरी नहुँदै मैले बाहिर देखाउन मिल्दैन, किनभने उहाँहरू फेरि उहाँ गएर फेल हुनुभयो भने अरूलाई त्यसलाई डिमोटिभेट नगरोस् भन्नका लागि हामी चाहिँ भित्रभित्र काम गरिरहेका छौँ र उहाँहरूलाई कसरी सक्सेस गराउने भन्नेमा उहाँहरूले कहिलेकाहीँ फाइनेन्सियल सपोर्ट गरिरहेको छ। कुनै कम्पनीमा उहाँहरूलाई चाहिँ जागिर दिएका छौँ र उहाँ जुन दिन सक्सेस हुनुहुन्छ यो अभियान चाहिँ जान्छ। र मेरो अभियान भनेको सम्पूर्ण विदेशमा बस्ने नेपालीहरू अब हाम्रो देश चाहिँ आफै हामीले नै बनाउनुपर्छ, आफै जानुपर्छ भन्ने छैन। म फर्किँदैछु, तपाईँहरू नफर्के पनि यहीँबाट सक्ने सहयोग गर्नुहोस् भन्ने नै अभियान हो। बाहिर बस्ने नेपालीहरूलाई चाहिँ अलिकति धेरै आलोचना पनि आउने गर्छ, तिमीहरू देश छोडेर गएका हो होइन। तर हामीले विनोद कुँवरलाई हेर्दा पनि बुझ्न सक्छौँ कि बाहिर बस्दाखेरि जति नेपालको माया लाग्छ नि त्यो सायद हजुरलाई किन नहोस्, मलाई किन नहोस्, हरेक यो अस्ट्रेलियामा बस्नेदेखि लिएर संसारभरि छरेर बसिराख्नु भएको नेपालीहरूलाई सोध्दा थाहा हुन्छ होला। किनभने जति बाहिर गएपछि त्यति आफ्नो आइडेन्टिटी, कल्चर होइन, देशको लागि केही गरौँ भन्ने चाहिँ त्यो एकदमै धेरै प्रेरणा चाहिँ मिल्ने रहेछ जस्तो मलाई पनि लागेको। यसमा त अब जे चिजको अभाव हुन्छ त्यही नै सबैभन्दा ठुलो कुरा हो। अब पैसा नहुनेलाई पैसाको अभाव छ, घर नहुनेलाई घरको अभाव छ, खाना नपुग्ने त्यही अभाव छ। तर देश छोडिसकेपछि सबैभन्दा ठुलो अभाव चाहिँ देशको माया हो होइन। पैसा यी चिजहरू त छँदैछ, त्यसको टपमा पनि आफ्नो देश सबैभन्दा ठुलो कुरा हो। त्यही भएर कोही पनि मान्छे चाहिँ रहरले कमै मान्छे देश छोडेर आएको छ, बाध्यताले छोडिरहेको छ। देशलाई माया नभएर नछोडेको होइन, देशलाई माया गर्दा गर्दै अहिले पनि कति मान्छेहरू आफ्नो श्रीमती छोडेर जानुभएको छ, माया नभएर होइन। बुवा आमा छोडेर हिँड्नु भएको छ, दाइभाइ छोडेर मै मेरो परिवार छोडेर हिँडिरहेको छु। मलाई पनि मेरो बा आमासँग सँगै बसेर खान मन छ, बा आमा बिरामी हुँदा छेउमा हुन मन छ। तर ती बाध्यताहरू थिए जो पुरा गर्नको लागि आएको र बा आमालाई पनि छोरो चाहिँ यहाँ घर छोडेर जाँदाखेरि पनि दुःख भए पनि मेरो सपना पुरा गर्ला भनेर पठाउनु भएको। कहीँ पनि देशको माया अथवा आफन्तको माया नभएर हिँडेको होइन। त्यही भएर जति पनि विदेशमा हुनुहुन्छ उहाँहरू बाध्यताले आउनुभएको, कोही कोही रहरले होला र उहाँहरूलाई पनि देश फर्कन मन छ। त्यहाँ बसेकोले पनि वातावरण बनाइदिनुपर्छ र हामी यहाँ बस्नेहरूले पनि वातावरण बनाउनुपर्छ। देशको मायाभन्दा ठुलो कुरा अरू केही पनि हुँदैन। हामीले जे सकिन्छ आफ्नो तहबाट सानो भए पनि कन्ट्रिब्युसन गरौँ र जे हुन्छ इन्करेजमेन्ट होस् अथवा एकअर्कालाई कम्युनिटी वाइज सपोर्ट होस् आफ्नो देशप्रति हामी सधैँ गरिरहनेछौँ। एउटा धेरै ठुलो कुरा मैले जस्तो ठुल्ठुलो प्रोजेक्टै गर्नु पर्दैन। कहीँ सोसल मिडियामा कसैले नेगेटिभ लेख्नुभन्दा बरु पोजिटिभ, आहा मेरो देशको यो ठाउँ कस्तो राम्रो भनेर लेख्दै पनि देशको लागि राम्रो हो। हरेक कुराहरू पैसाले अथवा त्यहाँ गएरै हुन्छ भन्ने केही छैन। तपाईँले त्यसलाई पोजिटिभिटी लिनुहोस्, त्यसको मार्केटिङ ब्रान्डिङहरू गरिदिनुहोस्। हामी नेपाल जाउँ भनौँ, नेपाल हाम्रो देश भन्ने कुरामा प्राउड गरेर झन्डा बोकेर हिँड्यो भने त यहाँ त अहिले त सोसाइटीमा देखिने नि त मल्टिकल्चरल सोसाइटी छ यो अस्ट्रेलिया होल कन्ट्रीमा। हाम्रो कला संस्कृति जोगाउन लाग्नु पनि देशको लागि माया गर्नु हो। त्यही भएर पोजिटिभिटी दिउँ, कसले के गरेन भन्दा पनि के गर्न सकिन्छ भन्नेतिर लाग्दा योभन्दा राम्रो चाहिँ देशको लागि केही पनि हुँदैन। कति मिठो कुरा। दाइसँग बस्यो भने आई फिल लाइक यति इन्सपायरिङ हुन्छ हजुरको कुरा, हजुरको योजनाहरू होइन। एकदम भिजनरी है। अब कति धेरै कामहरू हेर्न बाँकी नै छ, धेरै राम्रो गरिराख्नु भएको छ। कङ्ग्रेचुलेसन्स। अब यो सोको चाहिँ एउटा फर्मेट जस्तै भनौँ न, मैले अन्त्यमा चाहिँ के गर्ने गरेको छु भने एउटा हजुरले चाहिँ 10-15 वर्षको विनोदलाई चाहिँ एउटा सानो यङ्गर सेल्फलाई चाहिँ एउटा चिठी लेख्नु पर्यो सर्टमा। म हजुरलाई नोटप्याड र पेन प्रोभाइड गर्छु, लेख्नु पर्ने, लेखेपछि चाहिँ पढिदिनु होला। मलाई लेख्नुभन्दा बरु बोलेर सक्दिन्छु, मलाई सोच्नु चाहिँ पर्दैन त्यति धेरै। म बरु कति मिनटको बोलिदिनु पर्छ म त्यही बोल्छु। प्रिय विनोद, तिमी धेरै सानो छौ, धेरै कुरा सिक्नु छ। तिमीलाई तिम्रो बाआमाको माया जति छ, बाआमालाई तिम्रो माया अझ त्योभन्दा बढी छ।
तर तिमीलाई लाग्छ कि जिम्मेवारीहरू तिम्रो लागि भन्दा पनि बाआमाले चाहिँ आफ्नो लागि बनाए जस्तो लाग्छ, तर त्यस्तो नसोच्नु। उमेर कम छ, तिमीलाई अरू कुराहरू साथीभाइ अरू चिजहरूमा चाहिँ धेरै ध्यान जान सक्छ, त्यस्तो कुराहरू तिमीलाई धेरै इम्पोर्टेन्ट लाग्न सक्छ। तर तिम्रो बाआमा दाजुभाइ जतिले पनि तिम्रो लागि गाली गर्नुहुन्छ त्यो तिम्रो लागि हो र तिम्रो भविष्यका लागि हो। तिमीले अहिले जुन देखिरहेको छौ त्यो सपना अहिले आफ्नो लागि ठुलो लागे पनि भविष्यको लागि त धेरै सानो छ, गर्नुपर्ने धेरै चिज छ। तिमी सम्पूर्ण संसारको लागि नै एउटा इक्जाम्पल बन्नुपर्ने छ। त्यही भएर यी सबै कुराहरूमा चाहिँ तिमीले एकदमै ध्यान दिएर काम गर्नुपर्ने छ। लाग्छ तिमीलाई अहिले एउटा सानो उद्देश्यले नै तिमीलाई दुःख दिए जस्तो लाग्छ, अथवा केही सानो बाधा अथवा केही पैसा नहुँदा पनि तिमीलाई सबै गुमाए जस्तो लाग्न सक्छ। तर यी चिजहरूमा तिमीले लडाइँहरू जित्दै गयो भने भविष्यमा ठुलो मान्छे बन्नु छ। तिम्रो पछाडि बसेर हेर्नेहरू थुप्रै छन् र तिनीहरूको लागि काम गर्नुपर्ने छ। मलाई आशा छ यो उमेरमा तिमीले धेरै सोच्न त सक्दैनौ, तर कुनै दिन यी बाआमाले भनेका कुराहरू अथवा दाइभाइले साथीभाइले भनेका कुराहरू तिमीलाई यति प्यारो लाग्नेछ, तिमी यो कुराहरू बुझ्नको लागि कम्तीमा 10-15 वर्ष चाहिँ वेट गर्नुपर्ने छ। सानो हुँदाखेरि देखेका सपना र ठुलो हुँदाखेरि गर्नुपर्ने जुन यथार्थमा परिणत गर्नुपर्ने काम छ त्यो धेरै फरक कुरा हो। नआत्तिनु, नहौसिनु र गर्नुपर्ने कामहरूलाई सधैँ पाइपलाइन गरेर लाग्नु। बाटो सजिलो कहिले पनि हुँदैन, तर अवसरहरू लिनको लागि अप्ठ्याराहरू पार गर्दै जानु र कहिले नआत्तिनु। माया देश र बाआमा परिवार सबैको लागि गर्नु। थ्याङ्क यू। एकदमै इमोसनल है। आज जहाँबाट बसेर हेर्दै हुनुहुन्छ, केही पीडा होइन, केही गाह्रो साह्रो परिरहेछ भने पनि एउटा इन्सपिरेसनल दाइको जर्नीबाट हामीले धेरै कुरा लर्न गर्न सक्नेछौँ। र थ्याङ्क यू सो मच दाइ, एकदमै ओपन एन्ड अनेस्ट भएर आफ्नो कन्भर्सेसन्सहरू सेयर गरिदिनु भयो। थ्याङ्क यू। आई एम भेरी अनर्ड। थ्याङ्क यू सो मच।